साथीहरु ह्यापी न्यू इयर सबैजनालाई। आज हामी चाहिँ घुम्न जान लागो। मेरो जेठी छोरी मेरी कान्छी छोरी सबैजना अब देउरानी आउँदैछिन् जया पछाडि। हामी चाहिँ आज रक गार्डन भन्ने ठाउँमा घुम्न जाँदैछौँ। तपाईहरुलाई सबै देखाउँछौँ, अन्तिमसम्म हेर्दै गर्नुहोला। आज चाहिँ हामी सबै घरका मिलेर घुम्न जाने भनेको। हाम्रो कान्छी चाहिँ आज माइत गइन्, तिनी यात्रामा छिन्, तिनलाई नि शुभ यात्रा। हामीले गोले केटालाई अनि कान्छीले तारालाई पनि धेरै धेरै मिस गरेका छौँ। हामी चाहिँ घुम्न हिँड्यौँ। सेफ्टी मोमेन्टको लागि माइली उहाँ पछाडि आउँदैछिन्। कान्छी डल्ली माइली। अनि अब हामी अरू चाहिँ गाडी हाम्रो उहाँ बाटोमा परिरहेको छ। हामीलाई फोन गरेर हत्ता कतै छ। हामी चाहिँ अब गाडीमा गएर ल छिटो छिटो आइजाऊ केटाकेटी, हो बेर भइरहेछ। गाडीको साधन नै चाहियो। ल मन्दिरले के लिएर हिँड्छस् रे? बोतल पानी अनि प्लास्टिक। शिवानीले खाली केही खाली छस्? ल ल गाइस, आज चाहिँ हामीलाई मम्मीले घुमाउन लानी। कस्तो लागिरहेछ शिवानी? राम्रो लागिरहेछ हामीलाई, यस्तो खुसी लागिरहेछ गाइस। अब चाहिँ हामी गाडी रोकेको ठाउँमा पुगिसकेका छौँ। अब पुग्न लागिसकेछौँ, त्यही माथि छ। कसको फोन हो एकछिन ल। फाइनली गाइस, हामी गाडी भएको ठाउँमा आइसकेका छौँ। मम्मीहरूलाई यति आत्चर्य भएछ नि, अगाडि मलाई छोडेर हिँडिरहेछन्। रिस उठ्यो मलाई है, मलाई छोडेर जानुभयो। त्यही गाडी उमेसै ल हाम्रो यात्रा चाहिँ जारी छ। यो सुरु भइसकेको छ हाम्रो। ल इधर देखो मंजिला हेर्दा मंजिला कस्तो लागिरहेको चस्मा लाएर उठ्को माया। हेलो माया जी, क्या खबर? हेलो शिवानी थापा, इधर देखो रे बेटा, क्यों उधर भागी है? तुमको क्या हुआ रे? क्यों सो रही हो रे? किस गाओ?
हामी चाहिँ अब फाइनली रक गार्डन भन्ने ठाउँमा पुगिसकेका छौँ। There were so many people भलिबल पनि खेल हुँदै रहेछ यहाँ। on the rock garden. Oh my god. क्याप्चर गर्दैन हामीले। यस्तो राम्रो ठाउँ देखिँदैछ यहाँबाट। हामी चाहिँ अब यहाँ के अरे घुम्ने ठाउँमा पुगिसकेका छौँ। सबै भेट भइसके कोही स्कुटीमा आएका नि भेट भइसके हामी ट्याक्सीमा आएका पनि भेट भइसकेका छौँ। यस्तो गाइज राम्रो छ ठाउँ एकखेर घुम्न आउनुलाई सबै। ए हाम्रा यहाँ के अरे सानो भाइ हुनुहुन्छ यहाँ। महँगो मात्रै लिनुहुन्छ फेरि एउटा भनेर हेर्न जहिले नि हिँड्ने हामी सधैँ यति रुपियाँ 1 रुपियाँ पनि हटाउनु न। आज हामीले चाहिँ पैसा नदिने प्लान बनाएको छौँ। हामीले प्र्याङ गर्दैछौँ कि यहाँबाट ठ्याक्क सन्धिखर्क देखिँदैछ। माथि अर्घाको एयरपोर्ट अर्घा नै एयरपोर्ट यहाँ तल सन्धिखर्क अलिअलि देखिन्छ। ए हाम्रा घुम्ने के अरे सङ्घ सबै यहाँ अगाडि अगाडि हिँड्दैछन्। म पछि पछि हिँड्दैछु। जया खर हेलो भन। यहाँ त फोटो खिच्ने फुर्सद ठाउँ पनि छैन। सबै ल हिँड हिँड। फेरि चाहिँ चाउके यहाँ त भएन। मैले काट्छु ह्याप्पी न्यू इयर। हामी चाहिँ केक काटेर खाइसकेका छौँ। पुगेन त चाप यहाँ हुनुहुन्छ। के खान थालिस्यौ? ल खाऊ। ल हाम्रो न्यू इयर चाहिँ एकदम ह्याप्पी भइरह। हामीले अब मासु र चिउरा दिउ खाँदैछौँ। अरू त हामीले खान्नौँ खासै ल्याएका पनि छैनौँ। ल्याएर त खाना नि हुन् त। यिनी यहाँ पकाउने भान्से यिनी हुन्। अब चाहिँ खाना पर्यो। घुमेर फर्किसकेका छौँ सबैजनालाई बाई बाई। फेरि भेटौँला।